भाद्र महिनाको सुरुवातसँगै नेपालीका विभिन्न चाडहरू सुरु भइसकेका छन्। बुबाको मुख हेर्ने दिन, तीज, जनै पूर्णिमा लगायत महान चाडहरू दशैं, तिहार, छठहरू सुरु भइसकेका छन्। चाडबाडहरूको आगमनसँगै तपाईले खानपिन सँगसँगै आफ्नो स्वास्थ्यको बारेमा ध्यान दिनुभएको छ त? नमस्ते, म एसोसिएट प्रोफेसर डाक्टर सरोज पोखरेल हाल मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टरमा चिफ कन्सल्टेन्टको रूपमा कार्यरत छु। आज म यहाँहरूलाई चाडबाडको आगमन सँगसँगै त्यसमा ध्यान दिनुपर्ने कुराहरू र खानेकुराहरूमा के विचार गर्नुपर्छ भनेर सानो भिडियो लिएर आएको छु। तपाईँ स्वस्थ हुनुहुन्छ र कुनै पनि औषधिको प्रयोग गर्नुभएको छैन भने तपाईलाई अब आफ्नो स्वास्थ्यको बारेमा जानकारी लिनको लागि सुगर, प्रेसर, कोलेस्ट्रोल, थाइरोइड यी जाँचहरू एकचोटि गर्न नछुटाउनुहोला, किनकि चाडबाडहरूमा साधारणतया खानाका परिकारहरूको सङ्ख्या बढ्ने, खानामा चिल्लो, पिरो, अमिलो, मसला लगायतका खानेकुराहरूको मात्रा बढ्ने हुनाले तपाईहरूले यी कुराहरूमा प्रयोग गर्नुभन्दा अगाडि एकपटक आफ्नो नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य चेक गर्न सल्लाह दिन्छु।